हेलो साथी हो, दर्शक नमस्ते, शुभ तिहार। तिहारको यहाँहरूलाई सम्पूर्णलाई धेरै धेरै शुभकामना। शुभ लक्ष्मीले वास गरून् तपाईँहरूको घर आँगनमा। र यो भिख माग्नेको पनि बडा गजबको आइडिया देखियो र बुझियो पनि। मान्छेहरूले भिख माग्न कहाँसम्म केसम्म गर्न सक्दो रहेछ है। अब हामी चाहिँ हिजो साढे अस्तिको दिनमा होइन ड्युटी सकेर ठ्याक्क रुम जाँदै थियौँ। रुमको ठ्याक्क बाहिरपट्टि तपाईँको गाडी पार्किङ गरेर पार्किङमा थियो गाडी। ठ्याक्क त्यहाँ चाहिँ एकजना व्यक्ति आयो, लेफ्टनान्टको म भन्ने तपाईँ टाई सुटमा अब कोही अब तपाईँको चाहिने जो सजेर आएको थियो कि हो कि जस्तो गरेर होइन। अब आफू त सोझो मान्छे पर्ने अब नेपाली मान्छे होइन, प्रायः जस्तो नेपाली बानी के छ यो पनि एकदम घटिया बानी कि नेपालीको फेरि जसले देख्यो नि झ्याप्पै विश्वास गरिहाल्ने बानी। यो बानीले बडा मार खाँदो रहेछ साथी हो होइन। झ्याप्पै कोहीमा विश्वास नगर्नु होला, जति जस्तो भए पनि। मैले हिजो ठगेँ म, ल सर मलाई यस्तो प्रब्लम पऱ्यो, म हस्पिटल काम गर्छु, म डक्टर हुँ होइन, यस्तो मान्छे हुँ म भनेर भनौँ। अब म त हुन त भनेर अब धेरै नै होइन, 2 केटी मागेको थियो, 2-2.5 केटी, 2-2.5 केटी त्यसले दिइयो होइन। ल म तपाईँलाई भोलि फोन गर्छु, भोलि म तपाईँले बिहानै म पैसा रिटर्न गरिदिन्छु भनेर लाग्यो। त्यो बज्याल त 3 दिन भयो आज फोनै गरे होइन। ल भन्नुहोस् त, भिख माग्ने तरिका यस्तो रहेछ मान्छेहरू। सुट बुटमा होइन, सुट बुटमा कसिएर प्रोफेसनल तरिकाको काम गर्ने कामदार बताउँदै टक्क लगाएर धेरै पनि होइन 2-2.5 केटी ट्याक्सी खर्च दिए। म तँलाई भोलि बिहानै पे गरिदिन्छु, टेन्सन नगर भन्ने मित्रता अझै कायम राख्न खोज्ने, आफूलाई प्रोफेसनल देखाउने गरेर चाहिँ 2-2.5 केटी चाहिँ चोट पार्यो हाम्रो। र तपाईँहरू पनि यस्तो विश्वास कसैमाथि झप्प नगर्नु होला। जुन तपाईँ हुन त मैले अघि नै भने होइन, नेपालीहरूको बानी झप्प विश्वास गर्ने बानी हुन्छ होइन। तर दुःख परेको खण्डमा हरेक कुनै पनि व्यक्तिले सहयोग गर्नुपर्छ। तर फ्रडहरू चिनेर फेरि मैले चिन्न सकेन र तपाईँ चिन्ने प्रयास गर्नु होला। र कुनै पनि व्यक्ति आजबाट यस्तो आगामी दिनमा यस्तो व्यक्ति चाहिँ नफस्नु होला होइन। म त्यति भन्न चाहन्छु तपाईँहरूलाई। सर तपाईँ के भन्न चाहनुहुन्छ? छैन, त्यति नै हो।